अहिलेको यो जुन तपाईँको प्रतिवेदन छ नि मैले पनि निकालेको यो एउटा उदाहरण मात्रै हो। योभन्दा अगाडि तपाईँहरूले दिएका भैँसीले भैँसी काटेर पनि खाइदिए। तपाईँले असली किसानलाई दिएको भइदिए त्यो हुन्थेन। तपाईँको प्राविधिक टिमले ल्याएको गडबड हो या तपाईँले छनौट प्रक्रियामा गलत गर्नुभयो। तर अहिले जुन तरिकाले तपाईँले दिएको अनुदान छ नि यो अनुदान सरासर किसानले नपाएर पावरपोज भएका केही सीमित राजनीतिक गर्ने तपाईका आशेपाशेले मात्रै पाए कि असली किसानले पाएनन्। तपाईँ कागजी रूपमा जति प्रमाण देखाउनुहुन्छ नि त्यति किसानले अहिलेसम्म कुनै पनि अनुदान पाएका छैनन् सर। अब मैले यसमा के हजुरलाई विश्वास दिलाउन सक्छु भने सही तथ्य सर यो देशमा डाटा त सुखी नेपाली समृद्धि नेपाल त डाटामा देखाएकै छ, अहिलेसम्म छैन। तर यो तपाईँको निर्देशनालय छ नि जुन पशुपन्छी विकास निर्देशनालयका 10वटा कार्यालयमा 10वटा जिल्लामा 10वटा कार्यालय छन्। 10वटा जिल्लामा तपाईँले चाहिँ तपाईँको 10वटा जिल्लामा आउने जुन यो हुन्छ नि यो पेपरमा त सबै मिलेको हुन्छ। तर सम्बन्धित ठाउँमा फिल्डमा गएर हेर्नुभएको छ किसानको अवस्था के छ, किसानले अहिलेसम्म सुख पाएका छन्, किसानले तपाईँले दिएको अनुदान किसानले पाएका छन्, ब्रोकरहरूले पाएका छन्। देशका प्रत्येक प्रदेशका प्रत्येक जिल्लाका नेताले हाम्रो देश कृषि प्रधान देश हो भनेर गौरवपूर्ण तरिकाले भाषण गर्छन्। तर कृषकलाई अनुदान दिने बेला र कृषकलाई राहत दिने बेला कृषकलाई नदिएर बिचौलियालाई र सम्बन्धित निकायका सम्बन्धित कर्मचारीहरूले पनि सेटिङमा बजेट बाँड्ने गर्छन्। जति तपाईँले कागजी रूपमा चाहिँ जे निकाले पनि हुनुपर्ने कारण अहिलेसम्म भएको छैन, जनताले पाएका छैनन्। 75-76 को कुरो तपाईले मैले बताउनु परिसकेपछि कागजमा हेरिकन मैले तपाईलाई बताउन सक्छु। कागजी कुरामा चाहिँ कार्यान्वयन हुने कुरामा कागजले सबै मिलाउनु भएको छ। तर अहिलेसम्म ग्राउन्डमा तपाईँ जानु भएको छ कि नै? जनता के अरे किसानको अवस्था के छ ग्राउन्डमा जानु भएको छ? तपाईँ सरासर भन्नुभयो सहजै रूपमा यहाँबाट चाहिँ निर्यात गर्छौँ भनेर। तर जनताले चाहिँ दुध नबेकेर दुध फाल्नुपर्ने अवस्था छ, तरकारी नबेकेर तरकारी फाल्नुपर्ने अवस्था छ। दर्शकवृन्द नमस्कार, यति बेला हेर्दै हुनुहुन्छ कर्णाली क्रस र म साथमा कपिल साई। दर्शकवृन्द नेपाल कृषि प्रधान देश हो, तर नेपालका कृषकहरूले भने अहिलेसम्म कुनै पनि मूल्यमा कुनै पनि तरिकाले कुनै पनि सुख शान्ति पाएका छैनन्। देशका प्रत्येक प्रदेशका प्रत्येक जिल्लाका नेताले हाम्रो देश कृषि प्रधान देश हो भनेर गौरवपूर्ण तरिकाले भाषण गर्छन्। तर कृषकलाई अनुदान दिने बेला र कृषकलाई राहत दिने बेला कृषकलाई नदिएर बिचौलियालाई र सम्बन्धित निकायका सम्बन्धित कर्मचारीहरूले पनि सेटिङमा बजेट बाँड्ने गर्छन्। त्यस्तै गरी कर्णाली प्रदेशमा रहेको पशुपन्छी विकास निर्देशनालयका कार्यालय प्रमुखले भने 30 लाखको भैँसी वितरण गरे। ती भैँसी पाउने केही किसान रहे र केही विभिन्न किसिमका बिचौलिया मार्फत गएका र कोही पावर पहुँचबाट गएकाले पाए। तर असली किसानले भने अहिलेसम्म राहत पाउन सकेका छैनन्। प्रदेश संरचना आइसकेपछि 7 प्रदेशमा 7वटा मुख्यमन्त्री फेरिए, 7वटा कृषि मन्त्री फेरिए, तर किसानका दुःख जस्ताका तस्तै छन्। त्यस्तै गरी कर्णाली प्रदेशको राजधानी वृद्धनगरमा रहेको पशुपन्छी विकास निर्देशनालयमा भने विभिन्न किसिमका बजेट विनियोजन हुन्छन् र विभिन्न किसिमका बजेट बाँडिन्छन्। ती बजेट बिचौलियालाई बाँडिन्छन्, किसानलाई होइन। तर गर्व गरिन्छ कि कागजी पानामा देश कृषि प्रधान देश हो भने पनि किसानले अहिलेसम्म राम्रो तरिकाले कुनै अनुदान पाएका छैनन्। देश कुन बाटोमा जाँदैछ, आयात कति हुन्छ, निर्यात कति हुन्छ, डाटाले प्रष्ट नै देखाउँछ। तर प्रत्येक कार्यालयका कृषि सम्बन्धित प्रत्येक कार्यालयमा जाँदा देश कृषि प्रधान देश बनाउनुपर्छ र कृषिले देशलाई समृद्धि बनाउनुपर्छ भनेर गफ हाँक्छन्। तर बजेट दिने बेला बिचौलियालाई दिन्छन् र किसानलाई जहिले मारमा पार्छन्। त्यस्तै गरी 30 लाखको भैँसी काण्ड भनेर पछिल्लो समयमा पत्र पत्रिकामा छ्यापछापी छ। नियम विपरीत र आर्थिक कारोबार विपरीत नै उनले 30 लाखको चाहिँ भैँसी खरिद गरेर सेटिङमा बाँडे भन्ने विभिन्न पत्र पत्रिकामा आइसकेपछि हामी रिपोर्टिङ गर्न गयौँ। यसै विषय कुरा गर्नका लागि देश कृषि प्रधान देश हो, तर कृषकले अहिलेसम्म किन सुख पाएनन्, कृषकले अहिलेसम्म किन गतिलो अनुदान पाएनन् भन्नका लागि हामीले सर्वप्रथम कृषकको लिएको यो गुनासो सुन्नुहोस् र त्यसपछि कार्यालय प्रमुख पशुपन्छी विकास निर्देशनालय सुर्खेतका कार्यालय प्रमुखसँग गरिएको यो कुराकानी हेर्नुहोस्। नमस्कार, मेरो नाम सीता विश्वकर्मा, कोल्डना बिनापत 2 समासल्ने घर। अनि हजुरले भैँसी पालन गर्नु भएको कति भयो? अहिले मैले भैँसी पालन गरेर त सर अहिले लगभग 28 वर्ष हुन्छ। 28 वर्ष हुन्छ। फर्म दर्ता गर्नु भएको छ कि? फर्म दर्ता गरेको पनि लगभग भयो 10-12 वर्ष भयो होला। 10-12 वर्ष भयो। अनि हजुरले जुन यो पशु निर्देशनालय सुर्खेतद्वारा अनुदान दिने भन्ने कुरा थाहा पाउनु भएको छ कि? मैले केही थाहै पाएन सर। अनुदान त्यस्तो केही दिने गर्नु भएको छ कि? नै केही लिने पनि गरेन, थाहा पनि पाएन कहाँ आउँछ अनुदान, कहाँ के गर्छन् त्यो थाहै छैन। केही पनि थाहा छैन। तपाईको मान्नु र अहिलेको अवस्थामा झोलामा राखेर डकुमेन्ट अब एउटा भैँसी पाल्ने कृषि गर्ने मान्छेहरू भन्दा पनि झोलामा डकुमेन्ट पास गरेर कर्ती रेखेका व्यक्तिहरूले अनुदान खान्छ होइन।
त्यसपछि तपाईँको जो किसानले व्यवस्थापन गरे आउँछ उसले तपाईँको नपाएको रेकर्ड पाइन्छ कि अब पढा लेखेको एउटा किसानले चाहिँ युवा मान्छेले चाहिँ त्यो अनुदानको नोटिस सूचना चाहिँ ढिलोसम्म जानकारी भएको हुनाले र म त एउटा पढा लेखेको मान्छे हुँ र मलाई पनि राम्रोसँग किनकि अनुदानको बारेमा कुनै पनि थाहा छैन तर म जस्ता नपढेको मान्छेहरू भोलि बिहान किसान गर्नको लागि चाहिँ कति झन्झटिलो हुन सक्छ म त यति पढे लेखेको मान्छेले भोलि बिहान अनुदान कहाँबाट आउँछ कसरी आउँछ कुन पहुँचबाट आउँछ त्यो मलाई थाहा हुँदैन भने म एउटा पढे लेखेको मान्छेले र नपढेको मान्छेले किसान गर्दाखेरि भोलि बिहान कसरी किसानहरूले चाहिँ सहयोग पाउने आश गर्न सक्छन् त त्यसको लागि पनि सरकारको ध्यान आकर्षण जाओस्। तपाईँलाई कार्यक्रममा स्वागत छ। हस् नमस्ते धन्यवाद। आरामै हुनुहुन्छ? आरामै छु। पछिल्लो समय सामाजिक सञ्जालमा पशुपन्छी विकास निर्देशनालयले चरम व्यक्ति र भ्रष्टाचार गर्यो भनेर विभिन्न सामाजिक सञ्जाल लगायत पत्र पत्रिकामा आइरहेछन्, यो विषय के हो? अब यो महालेखा परीक्षकले प्रत्येक वर्ष हाम्रो सबै आर्थिक गतिविधि परीक्षण गर्ने, लेखा परीक्षण गर्ने र त्यो प्रतिवेदन दिने नै हुन्छ र त्यो कुरा चाहिँ सुझाव र त्यसरी आर्थिक ऐनभित्र चाहिँ कसरी रहेर जाने भन्ने सुझाव हो। त्यसैको आधारमा लिएर पत्र पत्रिकाले अलिकति बढाइ चढाइ गरेर चाहिँ लेखेको कुरा हो। वास्तविकता भन्ने कुरो चाहिँ म हजुरलाई एक एक गरेर चाहिँ प्रश्न पार्न तयार छु। महालेखा परीक्षणले नीति नियमभन्दा बाहिर गएर, कार्यसूचीभन्दा बाहिर गएर 30 लाखको भैँसी खरिद गरेर सरासर अनियमितता भयो भनेर दिएको छ, हो यो हो कि होइन? महालेखा परीक्षणले 30 लाख रुपियाँ भैँसी खरिद र 4 लाख आहारा खुवाउनको लागि छुट्याएर यो नियम विपरीत भयो भनेर सरासर पुष्टि गरिएको छ। यो कुरा चाहिँ कसरी सुधार गर्नु भनेर उसले निर्देशन दियो? सरासर अनियमितता भनेर लेखिएको छ त प्रतिवेदनमा? होइन, महालेखा परीक्षकले हामीलाई आर्थिक चाहिँ सल्लाह दिएको, आर्थिक ऐनभित्र रहेर यो यसरी जाँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो। अब सुरु हुने बित्तिकै कार्यक्रमहरू, स्वीकृत कार्यक्रमहरू, लक्षित कार्यक्रम, बजेट र कार्यविधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसका आफ्ना प्रक्रिया हुन्छन् जसले जो कि पहिला चाहिँ हामीले लक्षित कार्यक्रम र बजेट प्राप्त हुने बित्तिकै सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। सूचना प्रकाशन गरिसकेपछि प्रस्तावहरू आउँछन्। प्रस्ताव आइसकेपछि त्यो प्रस्ताव अनुरूप हाम्रो टोली फिल्डमा भनौँ, हामी फिल्डमा गएर पुरै अनुगमन गरेर फिल्ड प्रतिवेदन प्राप्त हुन्छ। फिल्ड प्रतिवेदन प्राप्त भइसकेपछि त्यसको आधारमा हाम्रो छनौट समिति हुन्छ। कार्यक्रम छनौट समितिमा चाहिँ पेश गर्नुहुन्छ। पेश गरिसकेपछि तिनीहरूको त्यो मूल्याङ्कन आधार हुन्छ फर्मेट। त्यो मूल्याङ्कन सर हजुर तपाईँकोमा मूल्याङ्कन समिति छ जुन बाँडिरहेका भैँसीहरू छन् नि, त्यो कुन मूल्याङ्कन समितिले चाहिँ मूल्याङ्कन गरेर त्यो फर्मलाई दियो? फर्मलाई दिने त हाम्रो प्राविधिक टोली हुन्छ त्यहाँ। त्यसपछि प्राविधिकदेखि लिएर छनौट समिति हाम्रो कार्यालय प्रमुखको अध्यक्षतामा संयोजकत्वमा प्राविधिक, त्यसपछि प्रदेश लेखा, त्यसपछि सम्बन्धित हाम्रो लाइन एजेन्सिज कार्यालय भन्नाले, त्यसपछि कृषिको हकमा पशु सेवा, पशुको हकमा कृषि, यसरी चाहिँ प्राविधिक हाम्रो चाहिँ अल्टरनेट त्यसरी हुन्छ। र त्यसपछि कृषि, प्रदेश लेखा, त्यसपछि के अरे हाम्रो समन्वय समितिको प्रतिनिधिहरू को बसेर चाहिँ त्यो छनौटको त्यो आधार जो हुन्छ। अहिलेको यो जुन तपाईँको प्रतिवेदन छ नि मैले पनि निकालेको, यो एउटा उदाहरण मात्रै हो। योभन्दा अगाडि तपाईँहरूले दिएका भैँसी काटेर पनि खाइदिए। तपाईँले असली किसानलाई दिएको भइदिए त्यो हुन्थेन। तपाईँको प्राविधिक टिमले ल्याएको गडबड हो या तपाईँले छनौट प्रक्रियामा गलत गर्नुभयो। तर अहिले जुन तरिकाले तपाईँले दिएको अनुदान छ नि, यो अनुदान सरासर किसानले नपाएर पावरपोज भएका केही सीमित राजनीतिक गर्ने तपाईँका आसेपासेले मात्रै पाए कि असली किसानले पाएनन्। तपाईँ कागजी रूपमा जति प्रमाण देखाउनुहुन्छ नि त्यति किसानले अहिलेसम्म कुनै पनि अनुदान पाएका छैनन् सर। अब मैले यसमा के हजुरलाई विश्वास दिलाउन सक्छु भने जति पहिला सुरुमा केही कुराहरू भयो भने, तर जति वर्ष यता आयो एकदमै करेक्सन हुँदै सुधार हुँदै यस्तै किसानले नगरेको भइदिए अब अहिले तपाईँको हाम्रो जति पनि पशु तथा पशुजन्य पदार्थ जुन निकासी हुन्छ त्यो पशुजन्य भनौँ न लाइभ स्टक प्रोडक्ट मात्रै यस प्रदेशबाट बाहिर निकासी भइरहेको छ। कति भइरहेको छ? जस्तै तपाईँको दैनिक
2 ट्याङ्कर दुध हाम्रो यस कर्णाली प्रदेशबाट बाहिर जान्छ भने 250 देखि 300 खसी बोका हाम्रो यस कर्णाली प्रदेशबाट बाहिर प्रदेशमा जान्छ हैन। त्यस्तै तपाईको अरु भैँसीहरु यहाँबाट आएको जुन उत्पादन गरेको छ नि उत्पादन गरेको कुरा अब 1% बाहिर गयो भने 5% बाहिरबाट कर्णालीमा आइरहेछ यो तथ्य सही हो। खसी बोका त हाम्रो बाहिर मैले भने नि हाम्रो उद्देश्य नै के हो भन्दा यो प्रदेशलाई दूध फूल मासुमा आत्मनिर्भर गराउने। अहिलेसम्म आत्मनिर्भर हो कहीँ देखिन्न बाहिरबाट चाहिँ ल्याउनु पर्छ। सरले अलि बुझेर बोलिदिनु भए क्वेसन गरिदिनु भए राम्रो हुन्थ्यो किन हामीसँग यथार्थ डाटाहरू छ हजुरहरू पनि मिडियाको हिसाबले सही तथ्य सर यो देशमा डाटा त सुखी नेपाली समृद्धि नेपाल त डाटामा देखाएकै छ अहिलेसम्म छैन। तर यो तपाईँको निर्देशनालय छ नि जुन पशुपन्छी विकास निर्देशनालयका 10वटा कार्यालयमा 10वटा जिल्लामा 10वटा कार्यालय छन्। 10वटा जिल्लामा तपाईँले चाहिँ तपाईँको 10वटा जिल्लामा आउने जुन यो हुन्छ नि यो पेपरमा त सबै मिलेको हुन्छ तर सम्बन्धित ठाउँमा फिल्डमा गएर हेर्नुभएको छ किसानको अवस्था के छ किसानले अहिलेसम्म सुख पाएका छन् किसानले तपाईँले दिएको अनुदान किसानले पाएका छन् ब्रोकरहरूले पाएका छन्। तपाईँलाई मैले यो एक एक किसान जति हामीले भैँसी 75 क्षेत्रदेखि क्षेत्र यो अहिले 80-81 सम्मका जति कार्यक्रम सञ्चालन भए तिनी प्रत्येक किसानको समूह सहकारी जुन मार्फत कार्यक्रम भएको छ तिनीहरूको प्रत्येक व्यक्तिको सम्पर्क मोबाइल नम्बर अनुदान रकम कति दिएको कति भैँसी आएका हुन् त्यो यथार्थ विवरण तपाईँले यो मोबाइल नम्बरबाट बुझ्न पनि सक्नुहुन्छ सम्बन्धित फिल्डमै गएर पनि तपाईँले चाहिँ बुझ्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ मात्र भएकै सर सुन्नु न 100% मा काममा 10% सही होला तर 10% भन्दा पशुपन्छी निर्देशनालयबाट हुने जति पनि छ नि जति पनि तपाईँले बाँड्ने प्रोजेक्ट जति पनि बाँड्ने किसानहरूलाई रात अर्थात् अनुदान छ नि त्यो अनुदान ब्रोकर बाइक किसानलाई गएको छैन सर अहिलेसम्म। हजुरले त्यो भन्नुभयो त्यसको लागि सरासर गलत हो। वास्तविक किसान र जो व्यावसायिक रूपमा लाग्नु भएको छ हाम्रो नीति नै के छ भन्दा किसानलाई कसरी व्यवसायीकरण गर्ने व्यावसायिक रूपमा लाने किसानलाई उत्साहित गर्ने प्रोत्साहित गर्ने व्यावसायिक रूपमा जान। अहिलेसम्म त किसानलाई प्रोत्साहित गरेको कहीँ देखिँदैन त। तपाईँलाई यति प्रमाण दिएको भएन तपाईँलाई मैले सम्पर्क नम्बर प्रत्येक किसानको नामावली सहित उपलब्ध गराइदिन्छु यथार्थ बुझ्नुस् त्यो अनुसारको तपाईँले चाहिँ एउटा जिल्लाको मात्रै भयो कि मेरो जिल्लाको भयो हो सुर्खेत जिल्ला किनभने निर्देशनालय त 10 जिल्ला हेरेर सुन्नु न पशुपन्छी विकास निर्देशनालयले 10 जिल्ला भन्ने बित्तिकै हाम्रो प्रत्येक जिल्लामा पशु अस्पताल तथा पशु सेवा कार्यालयहरू छन्। त्यसमध्ये खालि सुर्खेत जिल्लाको हकमा यो निर्देशनालय भएको कारणले पशु अस्पताल तथा पशु सेवा कार्यालय छैन। जिल्लाको यो सुर्खेत जिल्लाको कार्यक्रम पनि हेर्ने र अन्य 9 जिल्लाको अनुगमन निरीक्षण गर्ने। यहाँ बुझे सर सुन्नु तपाईले चाहिँ हाम्रो यो कार्यालय एक त अनुदान बाँड्ने कार्यालय पनि होइन खालि अहिले पहिला हाम्रो अनुदान भन्ने कुरो थियो भने अहिले आगामी सालदेखि र अहिले यो सालदेखि हामीले प्रोत्साहित गर्ने दुधमा पनि त्यस्तै पशुमा पनि जस्तै अब साबिकको कर्णालीमा जसले 50 भेडा पाल्नु भएको छ उहाँलाई चाहिँ 1500 रुपियाँ उपचार खर्च हैन भनौँ वार्षिक 18,000 भयो। त्यो पनि एउटा के त भन्दा पैसा भएर भन्दा पनि किसानलाई एउटा सङ्गठित र व्यावसायिक रूपमा जानुभयो भने हजुरहरूको एउटा आय आर्जनमा वृद्धि हुने रोजगार स्वरोजगार हुने हैन नीति त त्यो छ नि त हाम्रो त। अनि स्वरोजगार कसरी गराउने किसानलाई र भने अब एउटा भैँसी फार्म खोल्नु भएको छ कति भने 5वटा भैँसी पाल्नुभयो भने एउटा व्यावसायिक फर्मको रूपमा लिन सकिन्छ। गाई छ तपाईले अहिले बाँडेका एकदम बाँडेका छन् नि भैँसी चाहिँ कुन चाहिँ तरिकाले व्यावसायिक रूपमा उनीहरूलाई वितरण गर्नुभयो हो यो बल्ल त्यही अघि मैले सुरुमै भनिँदै रहेको थिएँ। यसको लागि चाहिँ हामी सूचना प्रवाह गर्छौँ कार्यक्रमको लक्षित कार्यक्रम राखेर बजेट राखेर र यति दिन 30 दिनको भनौँ न त्यो तपाईले राखेको हुन्छ नि तपाईले राखेको सूचना छ नि तपाईले राखेको सूचना यो देशका किसान समक्ष पुग्छ कोसम्म पुग्छ सम्बन्धित सुर्खेत जिल्लाका किसानका आधारमा तपाईले दिएको सूचना पुग्दैन सर। त्यो पुग्ने भनेको पार्टीका केही सीमित झुले कार्यकर्तासम्म पुग्छ र उनीहरू ब्रोकर लागेर यहाँ चाहिँ आफ्नो फर्ममा गर्छन् असली किसानलाई अहिलेसम्म पाएका छैनन्। अब त्यस विषयमा पनि मैले नेपाल कृषि प्रधान देश हो तर नेपालमा कृषि प्रधान देश भएका कारण किसानले अहिलेसम्म सुख पाएका छैनन्। त्यो कुरो सबै मैले जिम्मा लिन सक्दिनँ। मैले आफ्नो जिल्लामा तपाईहरुको डकुमेन्ट यो जुन डकुमेन्ट छ नि तपाईको डकुमेन्टमा को कृषक आएर चाहिँ यति धेरै डकुमेन्ट बनाएर हजुरकोमा चाहिँ आफ्नो चाहिँ माग पूरा गर्न आउँछ किसानलाई कसरी डकुमेन्ट थाहा हुन्छ डकुमेन्टमा कति धेरै झन्झटिलो छ थाहा पाउनु भएको छ हजुरको पनि कुनै पनि एउटा यो निर्देशनालयले
पशुपन्छी विकास निर्देशनालयले एउटा अनुदान दिनु पर्यो भने डकुमेन्टको झन्झट कति छ, कति दुःख छ थाहा छ? अनि त्यति दुःख हुने ठाउँमा एउटा सामान्य किसान आएर तपाईँकोमा चाहिँ अनुदान लिन पाउँछ। त्यो अनुदान लिने भनेको सम्बन्धित पार्टीका कार्यकर्ता र कुनै टाठाबाठाले मात्रै पायो कि किसानले पाएन। मेरो प्रश्न यहाँ हो, अहिले अनियमितता गरेको गर्नु भएको छ नि हो, यो अनियमितता गरेको मालेपले देखाएको रिपोर्ट मात्रै हो। हामीलाई सुझाव दिएको पत्र हो त्यो विवरण। प्रत्येक वर्ष तपाईँहरूलाई सुझाव मात्रै दिने, सुध्रिने चाहिँ कहिले? सुध्रिनेको कुरा सुध्रिने त हाम्रो प्रत्येक वर्ष हामी त्यसलाई सुधार गरेर जाने हो नि त। सुन्नु न, मले अझै आले पो हुन्छ, मले पो तपाईँले दिएका भैँसी नै काटेर खाइदिए। 80-81 तपाईँले चाहिँ नियमभन्दा बाहिर गएर आर्थिक चाहिँ नियममा नटेकेर 30वटा भैँसी खरिद गरेर भकाभक बाँडिदिनु भयो हचुवाको भरमा। नियमभन्दा बाहिर भन्नुभयो नि, नियमभन्दा के हुन्छ भने हामी नियमभित्र रहेर जाने हो। हामी केमा टेकेर जाने हो भन्दाखेरि हाम्रो लक्षित कार्यक्रम, लक्षित बजेट, कार्यविधि, निर्देशिका र मापदण्ड, यति 5वटा कुरालाई हामीले चाहिँ आधार मानेर हामीले कार्यक्रम सञ्चालन गर्ने हो। त्यसको लागि मैले अघि भन्दै थिएँ, हजुरले बिचमा रोकिदिनु भयो। के अरे झोलेहरूलाई मात्रै खबर पुग्छ, वास्तविक किसानले पाउन्न भन्नुभएको थियो नि, त्यसको लागि म तपाईँलाई जवाब दिन्छु। के भन्दा हाम्रो जब सूचना प्रवाह हुन्छ, हामी सूचना प्रवाह गर्ने बित्तिकै हाम्रो यहाँ सूचना पार्टी मात्रै टाँच्दैनौँ, हामी यहाँको भेलीभित्रको उसलाई मात्रै टाँच्दैनौँ। अहिले त हामी प्रत्येक पालिकासँग समन्वय गरेर आउँछौँ। अझ हाम्रो बजेट हुँदा हामी प्रत्येक महिना नै पालिका स्तरीय समन्वय बैठक राख्थ्यौँ भने अहिले हाम्रो त्रैमासिक रूपमा हाम्रो समन्वय बैठक बस्छ। हाम्रा यो कार्यक्रम हुन्छन्, यो विषयमा छलफल गरेर अब यतिखेर हामी सूचना निकाल्छौँ। तपाईँले प्रत्येक आफ्ना पालिकामा, प्रत्येक वडामा र टोल सुधारमा पनि भनौँ न, टोल सुधारमा हुन्छ कि त्यस्ता व्यावसायिक फर्ममा, किनभने यसरी लिस्टिङ चाहिँ यो ठाउँमा यसरी व्यवसायिक किसानहरू छन्, फर्महरू छन्, समूहहरू छन्, सहकारीहरू छन् भन्ने कुरो प्रत्येक पालिकासँग हामीले समन्वय गरेर हामीले निकालेको सूचना पालिकामा हामी पठाइहाल्छौँ। त्यसपछि वेबसाइटमा हामी राख्छौँ। त्यसपछि हाम्रा यहाँ वरिपरिका सम्बन्धित कार्यालयहरूमा जहाँ बढी चाहिँ आवत जावत बढी भइरहेको हुन्छ, जहाँ किसानहरूको चाहिँ बुझ्न सक्ने ठाउँहरू हुन्छ, त्यो ठाउँमा पनि हामीले यहाँबाट प्रवाह गरेका हुन्छौँ। सहजै भन्नुभयो तपाईँले चाहिँ। त्यसपछि त्यहाँबाट हामीले त्यति मात्रै गरेर भएन, पत्रिकामा पनि हाम्रा लोकल स्थानीय पत्रिकाहरूमा पनि सञ्जालमा भनौँ न, हामीले पत्रिकाहरू मार्फत पनि दिइराखेका छौँ। अझ दुधको हकमा त हामी एफएमबाट पनि, हजुरले सुन्न सक्नुहुन्छ, हामीले एफएमबाट पनि हामीले त्यो चाहिँ सूचना जारी गरिराखेका हुन्छौँ। हामीले विश्वास गरेका होइन, जनताले विश्वास गरिरहेका छैनन्। जति तपाईँले कागजी रूपमा चाहिँ जे निकाले पनि हुनुपर्ने कारण अहिलेसम्म भएको छैन, जनताले पाएका छैनन्। 75-76 को कुरो तपाईँलाई मैले बताउनु परिसकेपछि कागजमा हेरिकन मैले तपाईँलाई बताउन सक्छु। कागजी कुरामा चाहिँ कार्यान्वयन हुने कुरामा कागजले सबै मिलाउनु भएको छ, तर अहिलेसम्म ग्राउन्डमा तपाईँ जानु भएको छ कि नै? जनता के अरे किसानको अवस्था के छ ग्राउन्डमा जानु भएको छ? तपाईँ सरासर भन्नुभयो सहजै रूपमा यहाँबाट चाहिँ निर्यात गर्छौँ भनेर, तर जनताले चाहिँ दुध नबेकेर दुध फाल्नुपर्ने अवस्था छ, तरकारी नबेकेर तरकारी फाल्नुपर्ने अवस्था छ। नबिकेर हो। यही विषयमा अस्ति हामी गुरुबाकोट हामी अनुगमनमा गयौँ। यहाँको मेयर साहबसँग, स्थानीय निकायसँग बसेर हाम्रो यहाँको अलिक दुध बढी हुने भनेको पालिका भनेको गुरुबाकोट, लेकबेसी र भिरीगङ्गा फोकस के वीरेन्द्रनगरको यहाँको हकमा चाहिँ यो वीरेन्द्र बजार ठुलो भएको भएर यहाँ त्यति समस्या छैन भने अन्य जिल्लाको दुध आउँछ त हाम्रो यहाँ डेरी उद्योग प्राइभेट लिमिटेडै भनौँ न भएको। तर त्यो दुईटामा जिल्ला एक दिन चाहिँ डिटिसीको गाडी आइदिएन अथवा चाहिँ डेरी उद्योगको गाडी त्यहाँ पुग्दैन भने त्यहाँ किसानको दुध त्यो चाहिँ तपाईँको ओभर भएर कता जाने भन्ने कुरो भयो। अनि त्यसको लागि अस्ति हामी बसेर सिलिङ भ्याट दिएर सङ्कलन केन्द्रहरूको विस्तार गर्ने कि अब पालिकाले पनि केही सहकार्य गर्यो भने हाम्रो निर्देशनालयबाट पनि हामी सहकार्य गरौँ र त्यो समस्यालाई एक दिन दुई दिन गाडी नआइदिँदा त्यसलाई चाहिँ हामी चाहिँ होल्डिङ गरेर अर्को दिन पठाउन सक्न पाएदेखि किसानलाई मर्का पर्थेन भन्ने एउटा भयो। अर्को कुरा के भयो भन्नुहुन्छ भने दुधै किन्दिनन्, किने पनि डिडिसीले पैसा दिइदिरहेको छैन भन्ने जुन किसानको गुनासो सुन्नुभयो होला हजुरहरूले, त्यो आइसकेपछि अब के गरौँ त भन्दाखेरि त्यसो भए हाम्रो एउटा लोकल प्रोडक्ट जस्तै दुधबाट बन्ने दुग्धजन्य पदार्थ जस्तै पेडाहरू बनाऊँ होइन, पनिरहरू बनाऊँ, त्यहाँ त्यो दुधलाई चाहिँ होल्डिङ भएको दुधलाई खेर जान नदिएर अनि यसरी चाहिँ त्यहाँका अनि हामी सहकारीहरू दुग्ध सङ्कलन केन्द्रहरूलाई जम्मा गरेर अस्ति हामी गुरुबाकोटमा एक दिन चाहिँ बैठक बसेर त्यो विषयमा चाहिँ छलफल पनि गरेर आयौँ र अब दुग्धजन्य पदार्थ बनाउन सक्यौँ र दुग्ध उद्योगहरू भनौँ न डेरी उद्योगहरू चाहिँ विस्तार गर्न सक्यौँ भने दुध यही लोकल मार्केटमै खपत गर्न सक्यौँ भने किसानलाई अलि मर्काबाट बचाउन सकिन्छ कि भनेर हामी चिन्तन मननमा पालिकासँग पनि एकदमै, किन पालिकासँग साथमा लिन सकेनौँ भने हामी प्रदेशले मात्रै केही गर्न सकिँदैन। सङ्घबाट हामी त सङ्घ प्रदेश र स्थानीयसँग एकदमै हातेमालो गरेर गयौँ भने मात्रै हाम्रो पशु
तथा पशु सेवा कार्यहरू भनौँ न स्वास्थ्यका क्रियाकलापहरू जस्तो भ्याक्सिन माथिबाट आइदिएन भने यहाँ पशु वस्तुलाई कसरी गर्ने बचाउने होइन। अब हाम्रो यहाँ डाक्टर अहिले बल्ल बल्ल चाहिँ हाम्रो पालिकाहरूमा डाक्टर पुग्नु भएको छ। हाम्रो यहाँको अस्पतालमा पनि अहिले एकजना डाक्टर हुनुहुन्छ आएको। यहाँ हेर्नु होला दैनिक अहिले पनि हाम्रो केस रजिस्टर हेर्न सक्नुहुन्छ। यथार्थ हेर्नु पऱ्यो कि हजुरहरूले त्यो यस्तो भन्नुभएको थियो यस्तो सुनेको थियो भनेर चाहिँ यो इन्टरभ्यू लिने चाहिँ नगर्नु होला। अबदेखि मैले चाहिँ देखेको कुरो यथार्थ बुझ्नुहोस्। मैले तपाईँलाई यथार्थ बुझेको हो सर, यथार्थ बुझेको सुन्नुहोस् भने हजुरले यो देखाएको तथ्याङ्क एकातिर छ होइन, काम कुरो एकातिर, कुनो बोकी ठिमीतिर तपाईँको निर्देशनालयको अवस्था छ। तपाईँ फिल्डमा गए भन्नुहुन्छ सम्बन्धित एउटा एक ठाउँको र एक पालिकाको मात्र अवस्था हो। त्यहाँ पालिकामा भएको पछि यो सूचना प्रवाहको कुरै नगर्नु, किसानसम्म सूचना पुग्दैन र किसानले अनुदान पाउँदैनन्। ठिक छ, तपाईँको त्यो सोच रहेछ, सोच होइन देखिएको, फिल्डमै गएर रिपोर्टिङ गरेर देखिएको कुरो। हामीसँगको समन्वयको कुराहरू तपाईँले बुझिदिनुहोस्।